हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। तपाईँले देखिसक्नु भइहाल्नु छ कि आज चाहिँ म चाहिँ दाउरा काट्दैछु भनेर यहाँनिर। यो चाहिँ हो घरै मुनि हो, बारीमा अस्ति हाँगाहरू झारिरहेको छ भन्नुहुँदै थियो नि त आमाले। त्यही भएर म आएको बेलामा काटिदिइहाल्नु पऱ्यो भनेर चाहिँ म काट्नु गएँ बारीतिर। अन्त यहाँनिर काट्नु पनि थालिसकेको छु। पुरा घाम पनि लागिरहेको थियो, हँस्याम भुत्रियो भएर हो। यहाँनिर काट्नु पनि साह्रो परिरहेको थियो नि त मलाई, तर म काट्छु भनेर चाहिँ काट्दैछु, सकि नसकि काट्दैछु यहाँनिर हो। अब चाहिँ लगभग काटि पनि सकेको छु, यहाँनिर हेर्न सक्नुहुन्छ। अब चाहिँ बारी हाल्ने पालो आयो मेरो। यहाँनिर सोच्दै हाल्दैछु यहाँनिर चाहिँ बोक्नु सक्छु कि सक्दिनँ, भारी कतिको सक्छु, गरौँ कतिको हुन्छ भनेर सोच्दै भारी हाल्दैछु यहाँनिर म चाहिँ। होइन नि, यहाँनिर बोक्ने टर्न आउँदाखेरि चाहिँ यति साह्रो पऱ्यो कि उठ्नु चाहिँ। भाइ थियो, भाइले पनि जिस्काउँदै थियो नि त। अन्त चाहिँ भाइलाई चाहिँ बाबा आयो भनेकन म चाहिँ उकालोतिर चढेँ। बाटो छ त्यस्तै अप्ठ्यारो, उकालो सकि नसकि चढ्दैछु उकालो हो। चढ्नु चाहिँ चढेँ। अब चाहिँ गएको, बाबाई घरतिर लागेको म चाहिँ, बाबाई।